धेरै समय पहिलेको कुरा हो। पहाडी गाउँ सिमटारमा दुई दाजुभाइको एउटा सुखी परिवार बस्दथ्यो। दाजुभाइ आपसमा निकै प्रेम थियो, तर घरको अशान्ति र कलहको साँचो भने उनीहरूका श्रीमतीहरू अर्थात् जेठानी र देउरानीको हातमा थियो। जेठानी स्वभावले अलि कडा, उनी चियो चर्चो गर्ने र अरूको ईर्ष्या गर्ने खालकी थिइन्। उनी शरीरले निकै पातली र सबै काममा छिटो थिइन्, तर उनको मन भने कहिल्यै शान्त रहँदैनथ्यो। अर्कोतर्फ देउरानी भने अलि सोझी र शरीरले अलि मोटी थिइन्। उनको अनुहारमा सधैँ एउटा चमक र ओठमा मुस्कान रहिरहन्थ्यो। उनलाई कसैको कुरा काट्नु वा कसैको कुराबारे चासो राख्नुमा कुनै रुचि थिएन। घरको सबै काम मिलेर गर्ने सल्लाह भए तापनि जेठानीलाई सधैँ देउरानीको मोटो शरीरले पिरोल्थ्यो। जेठानी मनमा नै सोच्थिन्, म दिनरात यो घरको लागि घोटिन्छु, खेतबारी र गोठको काम भ्याउँछु, त्यसैले म सुकेको बाउरा जस्ती छु। तर यो देउरानी भने खाको खाइ गरेर हात्ती जस्तै मोटाएकी छे। तर वास्तवमा देउरानी काम नगर्ने खालकी थिइनन्। उनी पनि उत्तिकै काम गर्थिन्, तर उनी कामलाई बोझ मान्दैनथिन्। उनी काम गर्दा पनि गीत गुनगुनाउँदै र खुसी हुँदै गर्थिन्। तर जेठानीको नजरमा देउरानीको त्यो मोटोपन आलस्य र धेरै खाएको प्रतीक थियो। जेठानीले देउरानीलाई प्रत्यक्ष रूपमा त केही भन्न सक्दिनथिन्, तर मौका पाउने बित्तिकै व्यङ्ग्य हान्न पछि पर्दिनथिन्। जेठानीले कहिलेकाहीँ भान्सामा खाना पस्कदै गर्दा भन्थिन्, ए नानी, अलिक कम खाए पनि हुन्थ्यो नि, पछि त दैलोबाट छिर्न पनि गाह्रो होला जस्तो छ। देउरानी भने केवल मुस्कुराउँथिन् र भन्थिन्, के गर्नु दिदी, हजुरले पकाएको मिठो हुन्छ, अघाएको पत्तै पाउँदिन। एक दिन साँझको समय थियो। देउरानी भान्सा कोठामा बसेर भाँडाकुँडा माझ्दै थिइन्। त्यही बेला उनले जेठानीले छिमेकी महिलासँग गरेको कुराकानी सुनिन्। हेर्नुस् न बहिनी, मलाई त अब कहिलेकाहीँ आफ्नो भाग्य देखेर रुन मन लाग्छ। म त यो घरमा दास जस्तै काम गरिरहेकी छु, तर त्यो मोटी देउरानीले भने राम्रो लाउने मिठो खानी गर्दै मजा गरिरहेकी छे। यो घरका सबैले म भन्दा बढी त्यसैको ख्याल राख्छन्। यो कुरा सुनेर देउरानीको मुटु भारी भयो। उनको हातबाट भाँडो चिप्लियो र भुइँमा खस्यो। आवाज सुनेर जेठानी भित्र पसिन् र रिसाउँदै भनिन्, अब भाँडाकुँडा पनि फुटाउने, भाँडा माझ्न नि आल्छी लागेर भाँडा फुटाउन थाल्यौ। देउरानीले केही बोलिनन्। उनले चुपचाप फुटेका भाँडाका टुक्राहरू बटुलिन् र बाहिर फ्याँकिन्। त्यो रात उनी आफ्नो कोठामा एक्लै रोइन्। उनलाई थाहा थियो कि उनले कति मेहनत गर्छिन्, तर फेरि पनि दिदीले उनलाई अल्छी भन्छिन्। उनको छातीमा पीडा भरियो, तर बिहान उठेपछि उनले फेरि त्यही मुस्कान अनुहारमा राखिन्। दिनहरू बित्दै गए। जेठानीको मनमा रहेको ईर्ष्याको आगो झन दन्किन थाल्यो। उनले गाउँका पँधेरा र चौतारीमा गएर देउरानीको कुरा काट्न थालिन्। हेर्नुस् न बहिनीहरू, मेरो घरको देउरानी त अचम्मकै छे। काम गरे भन्छे, तर जति काम गरे पनि शरीर त घटेको देखिँदैन, झन फुल्दै गएकी छे। कतै लुकेर घिउ त खादिन यो मोरीले। गाउँका मानिसहरू पनि थरीका हुन्थे। कसैले जेठानीको कुरामा हो मिलाउँथे भने कसैले देउरानीको भलो स्वभावको प्रशंसा गर्थे। तर जेठानीलाई देउरानीको प्रशंसा सुन्नु भनेको आफ्नो घाउमा नुन छर्कनु जस्तै हुन्थ्यो। एक दिन जेठानीले एउटा जुक्ति निकालिन्। उनले सोचिन्, यदि मैले यसलाई धेरैभन्दा धेरै काममा जोताएँ र खाना कम दिए भने पक्कै पनि यो दुब्लाउँछे र म जस्तै हुन्छे। त्यसपछि जेठानीले घरको सबैभन्दा गाह्रो कामहरू, भारी बोक्ने, टाढाको पँधेराबाट पानी ल्याउने र ढिकी जाँतो गर्ने काम देउरानीको भागमा पारिदिन थालिन्। देउरानीले कुनै गुनासो बिना ती सबै कामहरू गर्थिन्। उनलाई लाग्थ्यो, दिदीले अहराएको काम गर्नु मेरो कर्तव्य हो। तर अचम्मको कुरा के भयो भने जति धेरै काम गरे पनि देउरानीको अनुहारको कान्ति घटेमा, बरु कडा परिश्रमले उनको शरीर झन बलियो र स्वस्थ देखिन थाल्यो। एक दिन हिउँदको चिसो बिहान थियो। देउरानीले टाढाको पँधेराबाट पानीको गाग्रो बोकेर फर्किरहेकी थिइन्। उनी बाटोमा चिप्लिएर लडिन् र गाग्री फिट्यो। उनको घुँडामा चोट लाग्यो र रगत बगिरहेको थियो। उनी बिस्तारै उठिन् र चोटमा आफ्नो दुपट्टाको टुक्रा बाँधेर फेरि पँधेरातिर लागिन्। घर फर्केर जब उनले गाग्री राखिन्, जेठानीले तुरन्तै सोधिन्, किन यति ढिला भयो? काम गर्न मनै लाग्दैन जस्तो छ त? देउरानीले आफ्नो घुँडामा लागेको चोट लुकाउँदै भनिन्, माफ गर्नुहोस् दिदी, म बाटोमा अलि अड्किएँ। त्यो लात पनि देउरानी आफ्नो कोठामा एक्लै रोइन्। उनको घुँडामा निकै पीडा भइरहेको थियो, तर त्योभन्दा बढी पीडा उनको मनमा थियो। उनले सोचिन्, म यति धेरै काम गर्छु, तैपनि दिदीलाई खुसी पार्न सक्दिन। के मैले केही गलत गरेकी छु र? केही महिनापछि देउरानीले एउटा छोरा जन्माइन्।
सुत्केरी भएको 3 दिनमै उनी उठेर काममा लागिन्। देउरानीको शरीर अझै कमजोर थियो, तर उनले बच्चालाई पिठ्यौमा बाँधेर काममा लागिन् र घरको सबै काम सम्हाल्न थालिन्। केही महिनापछि जेठानीले पनि एउटा छोरा जन्माइन्। यसपालि घरभरि चहल पहल भयो। जेठानीको श्रीमानले ठूलो भोज दिए, तर देउरानीको बच्चा जन्मिँदा त्यस्तो केही भएको थिएन। देउरानीलाई यसको कुनै रिस लागेन। उनले जेठानीको सेवा गरिन् र भनिन्, दिदी तपाईँ अलि आराम गर्नुहोस्, सुत्केरीको भएको समय छ, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्। तर जेठानीको मनमा फेरि एउटा विष पस्यो। उनले सोचिन्, मेरो छोरालाई घरमा कसैले माया गर्दैनन्, तर यो देउरानीको छोरो यसले सबैको माया पाइरहेको छ। यो सोचले फेरि उनको मनमा रिस जाग्यो। एक दिन गाउँमा रुगाखोकीको रोग फैलियो। दुवै बच्चाहरू बिरामी परे। देउरानीले दिनरात आफ्नो बच्चाको र जेठानीको बच्चाको पनि हेरचाह गरिन्। उनले जेठानीलाई भनिन्, दिदी तपाईँ आराम गर्नुहोस्, म दुवै बच्चाको हेरचाह गर्छु। तर रातको समयमा जेठानीको छोरोको अवस्था बिग्रियो। देउरानीले तुरुन्तै जेठानीलाई उठाइन् र भनिन्, दिदी छोरोलाई ज्वरो धेरै बढेको छ, गाउँको वैद्यलाई बोलाउनुपर्छ। जेठानीको आँखाबाट आँसु झरे। उनी आफ्नो बच्चालाई अँगालोमा लिएर रोइन्। देउरानीले देवरलाई वैद्य बोलाउन पठाइन् र आफै औषधिको लागि जङ्गलतिर दौडिन्। चिसो रातमा उनको आफ्नै बच्चा घरमा बिरामी थियो, तर उनी दिदीको बच्चाको लागि औषधि खोज्न गइरहेकी थिइन्। बिहान भयो, देउरानी औषधि लिएर फर्किइन्। उनको खुट्टामा काँडाले घाउ परेको थियो र शरीर चिसोले काँपिरहेको थियो, तर उनले पहिले जेठानीको बच्चालाई औषधि खुवाइन्। केही दिनपछि दुवै बच्चाहरू निको भए, तर यो घटनाले पनि जेठानीको मन परिवर्तन गरेन। उनले त्यो रात देउरानीले गरेको त्याग सम्झिनन्। बरु उनलाई लाग्यो, यसले मेरो बच्चालाई पनि माया गर्छ भनेर सबैले यसको तारिफ गरे। यसको चाल कति चलाक छ। ओहो! केही वर्षपछि दाजुभाइको आमा अर्थात् सासू गाउँमा आउनुभयो। उहाँ एकदमै बुढी र कमजोर हुनुहुन्थ्यो। उहाँलाई हिँड्न पनि गाह्रो हुन्थ्यो। देउरानीले सासूको सेवामा आफूलाई समर्पित गरिन्। उनले बिहान उठेर सासूको खुट्टा थिचिदिन्थिन्, खाना खुवाउँथिन् र रातभर उहाँको शयन कक्षको नजिकै सुत्थिन्, ताकि केही आवश्यकता परे भने तुरुन्तै उठ्न सकुन्। जेठानीले भने यो सबै देखेर फेरि चिडिन्। उनले सोचिन्, यो देउरानीले आमालाई यसरी सेवा गरेर मेरो इज्जत मार्दैछे। सबैले भन्छन्, हेर देउरानी कति राम्री छे, तर म त जेठी बुहारी हुँ, मैले पनि सेवा गरेकी छु। सबै जस यसले मात्र पाउने कस्ती मोटी हो। एक दिन सासूले जेठानीलाई बोलाउनु भयो र भन्नुभयो, बुहारी तिमी किन यति चिन्तित देखिन्छौ? तिम्रो अनुहारमा सधैँ तनाव देख्छु, केही कुरा छ र? जेठानीको आँखाबाट आँसु झरे। उनले सासूको काखमा टाउको राखेर भनिन्, आमा मलाई लाग्छ यो घरमा मेरो कुनै मूल्य छैन। देउरानीले सबैको मन जितेकी छे, त म भने सबैबाट घृणा गरिन्छ। सासूले जेठानीको टाउकोमा हात राख्दै भन्नुभयो, छोरी तिमी गलत सोचमा छौ। देउरानीले तिमीलाई जित्ने कोसिस गरेको छैन, उसले केवल आफ्नो कर्तव्य निभाएकी छे, तर तिमीले उसलाई प्रतिद्वन्दी मानेर आफैलाई पीडा दिइरहेकी छौ। यदि तिमीले उसलाई बहिनी मान्यौ भने तिमीलाई सबैभन्दा ठूलो साथी मिल्नेछ। तर जेठानीले यो कुरा सुनिनन्। उनको मनमा ईर्ष्याको जरा अझै गहिरो थियो। जेठानीले अब अर्को चाल चलिन्। उनले घरमा खाना पकाउँदा देउरानीको भागमा निकै थोरै खाना राख्न थालिन् र आफ्नो भागमा भने धेरै। उनलाई लाग्थ्यो, मैले धेरै खाएपछि म मोटाउँछु र यसले कम खाएपछि यो दुब्लाउँछे। तर परिणाम उनको सोचभन्दा ठ्याक्कै उल्टो आयो। जेठानी जति धेरै खान्थिन्, उनी झन्झन सुक्दै गइन्, किनकि उनको मनभित्र ईर्ष्या, छटपटी र अरूलाई कसरी तल देखाउने भन्ने कुराको चिन्ता थियो। चिन्ताले मानिसलाई भित्रभित्रै खान्छ भन्ने कुरा उनले बिर्सेकी थिइन्। अर्कोतर्फ देउरानीले थोरै खाए पनि त्यो खानालाई अमृत मानेर खान्थिन्। उनको मन शान्त थियो, त्यसैले उनले खाएको थोरै अन्नले पनि ठूलो ऊर्जा दिन्थ्यो। एक पटक गाउँमा एउटा ठूलो धार्मिक उत्सव भयो। गाउँका सबै मानिसहरू राम्रो लुगा लगाएर भेला भए। देउरानीले एउटा साधारण साडी लगाएकी थिइन्, तर उनको स्वस्थ शरीर र हँसिलो अनुहारले गर्दा उनी सबैको आकर्षणको केन्द्र बनिन्। सबैले उनको प्रशंसा गरे। लौ हेर, यी देउरानी त कति लक्ष्मी जस्ती देखिएकी। त्यो सुनेर जेठानीको रिसको सीमा रहेन। उनले त्यही ठूलो स्वरमा भनिन्, के को लक्ष्मी हुनु? यो त अल्छी भएर मोटाएकी मात्र हो। घरको काम सबै मैले गर्नुपर्छ, अनि यो नमोटाएर को मोटाओस्?
सबै मानिसहरू अचम्मले जेठानीतिर हेरे। देउरानीको आँखामा आँसु आयो, तर उनी केही बोलिनन्। उनी चुपचाप त्यहाँबाट हिँडिन् र मन्दिरको पछाडि गएर रोइन्। उनको मुटु टुक्रा टुक्रा भइरहेको थियो। उनले सोचिन्, म दिनरात काम गर्छु, सबैको सेवा गर्छु, तर किन दिदीले मलाई यति घृणा गर्नुहुन्छ? जेठानीको यो कुरा सुनेर त्यहाँ उपस्थित एकजना वृद्ध बजैले भन्नुभयो, नानी, तिमी किन यति धेरै ईर्ष्या गर्छौ? मानिसको शरीर मोटो हुनु वा पातलो हुनु उसको हातमा मात्र हुँदैन, तर तिम्रो यो बोली र व्यवहारले तिमीलाई झन कमजोर बनाउँदैछ। हेर त, तिमी कति दुब्लाएकी छौ, तिम्रो आँखा भित्र गडेका छन्। यो सबै तिम्रो मनको डाहको कारणले हो। बजैले थप भन्नुभयो, मैले तिम्रो देउरानीलाई धेरै पटक देखेको छु। उसले कहिल्यै कसैको निन्दा गरेकी छैन। ऊ बिहान सबैभन्दा पहिले उठ्छे र रात सबैभन्दा पछि सुत्छे। तिम्रो बच्चा बिरामी हुँदा उसले रातभर जागेर सेवा गरी। तिम्रो सासूको सेवामा पनि ऊ सधैँ तत्पर छे, तर तिमीले केवल उसको शरीर देख्छौ र ईर्ष्या गर्छौ। यो तिम्रो गल्ती हो, उसको होइन। बजेको यो कुरा सुनेर जेठानीको मुटु झनै दुख्यो, तर उनको अहङ्कारले उनलाई यो सबै स्वीकार गर्न दिएन। केही दिनपछि एउटा अझ दुःखद घटना भयो। गाउँमा ठूलो आँधी आयो र जेठानीको कोठाको छानो उड्यो र पानी भित्र पस्न थाल्यो र घरका सबै सामान भिज्न थाले। देउरानीले तुरुन्तै आफ्नो कोठाबाट तिरपाल र कपडाहरू ल्याएर जेठानीको कोठामा लगिदिइन् र भनिन्, दिदी, यो लिनुहोस्, तपाईँको सामान छोप्नुहोस्। तर जेठानीले तिरपाल फ्याँकिदिँदै भनिन्, मलाई तिम्रो दया चाहिँदैन, तिमी मलाई सानो देखाउन खोज्दैछौ। त्यो रात जेठानीका सबै सामान भिजे। बिहान उठेर जब उनले आफ्नो लुगाहरू र धानको बोराहरू सड्दै गरेको देखिन्, उनी रोइन्। तर त्यो पनि देउरानीको गल्ती हो भनेर उनले आफैले विश्वास दिलाइन्। महिनौं बित्दै गए। जेठानीको स्वास्थ्य झन बिग्रदै गयो। उनी यति दुब्लिइन् कि हिँड्न पनि गाह्रो भयो। उनको कपाल झर्न थाल्यो र अनुहारमा डाँडहरू परे। डाक्टरले भने, तपाईलाई मानसिक तनावको कारणले स्वास्थ्य समस्या भएको छ। तपाईले मन शान्त राख्नुपर्छ। तर जेठानीले यो पनि देउरानीको दोष ठहर गरिन्। उनले गाउँभरि हिँडेर भन्न थालिन्, मेरो देउरानीले मलाई बिस्तारै मार्दैछे, उसले सबैलाई मेरो विरुद्धमा लगाएकी छे। एक दिन जेठानीको श्रीमानले उनलाई बोलाएर भन्नुभयो, तिमीले किन यस्तो गर्छौ? देउरानीले तिमीलाई कहिल्यै केही गरेकी छैन। उल्टै उसले तिम्रो र हाम्रो परिवारको कति सेवा गर्छे, तर तिमी उसलाई कहिल्यै माया गर्दैनौ। यो सुनेर जेठानीको रिसको घैँटो फुट्यो। उनी चिच्याइन्, अब तपाईँ पनि उसको पक्षमा हुनुभयो? मलाई यो घरबाट निकालिदिनु, मलाई कसैले माया गर्दैन। त्यो दिनदेखि जेठानीले आफ्नो कोठामा ढोका थुनेर बस्न थालिन्। उनले खान पनि छाडिन्। परिवारका सबै सदस्यहरू चिन्तित भए। देउरानीले जेठानीको ढोका ढकढक्याइन् र भनिन्, दिदी, कृपया खाना खानुहोस्, मैले तपाईँको मन परेको खिचडी बनाएको छु। तर जेठानीले ढोका खोलिनन्। उनले भित्रैबाट भनिन्, मैले त मोटीले दिएको खाना खान्न। देउरानीको मुटु टुक्रा भयो। उनले ढोका अगाडि खाना राखेर फर्किन् र आफ्नो कोठामा गएर रोइन्। केही दिनपछि जेठानीको अवस्था झन खराब भयो। उनी बिरामी परिन् र उठ्नै नसक्ने भइन्। देउरानीले दिनरात उनको सेवा गरिन्। उनले जेठानीलाई नुहामा सहयोग गरिन्, औषधि खुवाइन् र सबै कुरामा हेरचाह गर्थिन्। एक रात जेठानीलाई निकै ज्वरो आयो। उनी बडबडाउन थालिन्। देउरानीले रातभर उनको छेउमा बसेर सेवा गरिन्। बिहानसम्म जेठानीको ज्वरो केही कम भयो। आँखा खोल्दा जेठानीले देउरानीलाई आफ्नो छेउमा सुतिरहेको देखिन्। देउरानीको अनुहार थकानले पहेँलो थियो। त्यो देखेर जेठानीको मन पग्लियो। एक रात जेठानीले देउरानीलाई आफ्नो छेउमा बोलाइन्। देउरानीले जेठानीको खुट्टा थिचिदिँदै सोधिन्, दिदी, केही चाहियो? जेठानीको आँखाबाट आँसु झरे। उनले आफ्नो कमजोर हातले देउरानीको हात समातिन् र भनिन्, बहिनी, म तिमीसँग केही भन्न चाहन्छु। मलाई लाग्छ म अब धेरै दिन बाँच्न सक्दिन। दिदी, यस्तो नभन्नुहोस्, देउरानीले रुँदै भनिन्, तपाईँ छिट्टै निको हुनुहुन्छ। होइन बहिनी, जेठानीले भनिन्, मेरो शरीर होइन, मेरो मन बिरामी छ र यो रोग मैले आफै पालेको हुँ। मैले तिमीलाई धेरै पीडा दिए। तिम्रो मोटो शरीरलाई लिएर मैले तिमीलाई अपमान गरे, तिम्रो निन्दा गरे, तिमीलाई धेरै काममा जोताएँ, कम खाना दिए, तर तिमीले कहिले गुनासो गरेनौ। तिमीले सधैँ मलाई आदर नै गर्यौ। आज म बुझ्छु, मेरो ईर्ष्याले मलाई भित्रभित्रै मारिरहेको थियो। देउरानीले आँसु थाम्न सकेनन्। उनले जेठानीलाई अगालो हालेर भनिन्, दिदी, म तपाईलाई कहिल्यै नराम्रो मानेको छैन। हामी त एउटै परिवार हौं।
मेरो शरीर मोटो छ, त्यसमा मेरो हातमा छैन, तर मेरो मनमा तपाईप्रति सधैँ आदर र माया छ। त्यो रातको कुराकानीले जेठानीको मनमा ठूलो परिवर्तन ल्यायो। बिहान उठेपछि जेठानीले ऐनामा आफ्नो अनुहार हेरिन्। उनले देखिन् कि वास्तवमै उनी पहिलेभन्दा धेरै रोगी र कुरूप देखिन थालेकी थिइन्। उनको आँखा भित्र गडेका थिए, गालाको हड्डी बाहिर निस्केको थियो र अनुहारमा कुनै चमक थिएन। उनले विचार गरिन्, मैले देउरानीलाई दुब्लो बनाउन खोज्दा खोज्दै आफैलाई नष्ट गरिरहेकी रहेछु। मेरो ईर्ष्याले मेरो स्वास्थ्य, मेरो सुन्दरता, मेरो शान्ति सबै खायो। तर देउरानीले भने मैले जतिसुकै दुःख दिए पनि मलाई माया र आदर गरिरहिन्। उनले विगतका सबै घटनाहरू सम्झिन्। देउरानीले कहिल्यै उनीसँग मुख फर्काएकी थिइनन्, सधैँ सम्मान नै गरेकी थिइन्। जब उनको बच्चा बिरामी थियो, देउरानी चिसो रातमा जङ्गल दौडेकी थिइन्। जब सासू बिरामी थिइन्, देउरानीले रात दिन सेवा गरेकी थिइन् र अहिले जब आफू बिरामी छिन्, देउरानीले नै उनको सेवा गरिरहेकी छिन्। जेठानीको मनमा गहिरो पश्चाताप भयो। उनले सोचिन्, म कति मूर्ख थिएँ। मेरो घरमै एउटा साँचो रत्न थियो, तर मैले त्यसलाई चिन्न सकिनँ। बरु मैले त्यसलाई पीडा मात्र दिएँ। भोलिपल्ट बिहानै जेठानीले देउरानीलाई बोलाइन्। देउरानी सधैँ झैँ हाँस्दै आइन् र सोधिन्, के भयो दिदी, केही काम पर्यो र? जेठानीले ओछ्यानबाट उठ्ने कोसिस गरिन्। देउरानी तुरुन्तै उनलाई सहयोग गरिन् र देउरानीको अगाडि घुँडा टेकिन्। उनले उनको खुट्टा समातिन्। दिदी, यो के गर्नुभयो? देउरानी छक्क पर्दै भनिन्। उठ्नुहोस् दिदी, यो ठिक होइन। तर जेठानीको आँखाबाट आँसुको धारा बगिरहेको थियो। उनले देउरानीको हात समातेर भनिन्, बहिनी, मलाई माफ गर। मैले तिम्रो शरीरलाई लिएर तिमीलाई घेरै अपमान गरेँ। मैले तिमीलाई धेरै पीडा दिएँ। मैले तिमीलाई धेरै काममा जोताएँ। तिमीलाई कम खाना दिएँ। गाउँभरि तिम्रो निन्दा गरेँ। तर आज म बुझ्छु, मानिसको स्वास्थ्य र खुसी उसको शरीरको तौलमा होइन, उसको मनको सफाइमा हुने रहेछ। जेठानीले थप भनिन्, तिमी मोटो भएर पनि कति खुसी छौ, तर म पातलो भएर पनि सधैँ दुखी नै रहेँ। मेरो ईर्ष्याले मलाई भित्रभित्रै मारिरहेको थियो। तिमीले मलाई कहिल्यै नराम्रो मानेनौ। मलाई माफ गर। देउरानीले जेठानीलाई अगालो हालिन्। दुवै बहिनीहरू एक अर्काको काँधमा टाउको राखेर रोइन्। यो आँसु पीडाको थिएन, यो आँसु शुद्धिकरणको थियो। वर्षौंदेखिको गुनासो, ईर्ष्या र पीडा ती आँसुसँगै बगेर गए। त्यस दिनदेखि त्यो घरको वातावरण नै फेरियो। जेठानीले ईर्ष्या गर्न छोडिन्। उनले अब देउरानीको कुरा काट्नुको सट्टा उनको प्रशंसा गर्न थालिन्। बिस्तारै बिस्तारै जेठानीको अनुहारमा पनि खुसी देखिन थाल्यो र उनको स्वास्थ्य पनि सुधार हुन थाल्यो। जेठानी निको भएपछि दुई बहिनीहरूले मिलेर घरको काम गर्न थाले। अब कामको बोझ बाँडियो। जेठानीले देउरानीलाई भारी काम गर्न दिइनन्। घरमा हाँसो खुसीको वातावरण बन्यो। दुई बच्चाहरूले पनि आफ्ना आमाहरू मिलेर बस्दा घरमा शान्ति देखे। दाजुभाइहरू पनि निकै खुसी भए। उनीहरूले सोचेका थिए कि उनीहरूका श्रीमतीहरू बीच सधैँ तनाव रहनेछ, तर अब सबै कुरा परिवर्तन भएको थियो र घर परिवारको जीवन खुसीमा बित्न थाल्यो। साथीहरू, हजुरहरूलाई यो कथा कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने नेपाली कथाघर च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। साथै कथा कस्तो लाग्यो कमेन्ट गर्न पनि नभुल्नुहोला। धन्यवाद।